साथीहरु सबैमा नमस्कार। म नुवाकोट जिल्लाबाट अमृत तिवारी। हामी जनताहरु गोठाला छौं। यताबाट चढ्दैछन् जनताहरु, माथिसम्म छन्। मजुवादेवी कृषि फार्म, प्राली, बेलकुलगढी 11, नुवाकोट, अमारे खोला। यो बाख्रा गोठाला लागेको 12 वर्ष भयो र यो गोठाली भेटेको चाहिँ 9 वर्ष भयो। अनि यो बर्खामा बिहानभरि घाँस काट्ने अनि दिउँसो गोठाला आउने गर्दाखेरि कस्तो अनुभव भइरहेको छ? बाख्रा पाल्ने नेपाली त हो। पालिरहेको बाख्रा के छोड्ने? अब पाल्नु पाल्ने, पाल्न छोड्नु मन लाग्यो। मैले मात्रै हेरेर बाख्रा यता देखाइदिनु त। अहिले भएर आयो आफै त भिडियो गर्नलाई। 150 बाख्रा गोठाला। सिक्नु देखाइदैन? सिक्नु देखाइदैन? के खोज्दै छ? सिक्नु नदेखा मान्छेलाई यहाँ सिक्नु घाँसमा ल्याएर बाख्रा चराउनु छोडेर सिक्नुले पुग्ने रहेछ कि टोक्ने रहेछ? कहाँबाट ड्राइभर हातभरि मुखभरि खोलेर सिक्नु नै थाहा थिएन। अहिले हालत यस्तो छ। अनि टाढैबाट सुनेर थाहा पाउँछ अहिले के गरेर हाल्नु। किन बाख्रा देखाइदैन गोठालीलाई? गोठाला हुँदैन? बाख्रा पालेर यस्तो हुन्छ भने थाहा पाए के गर्थे अरे? के गर्थे? यस्तो गर्थे, हाय गर्थे। गोठाला लाग्न परेर यो हालत छ। बाख्रा हेर्न जानु होला, भिडियो मात्र बनाएर। बाख्रा लाने बेला भएन? खोइ हो बाख्रा? घर जाने भनेपछि बाख्रा घरै जान मान्दैन, खाइरहनु मात्र खोज्छ। बाख्राले 7 दिन 7 रात हाल्यो भने नि उयो भन्दैन। अस्ति नै एक दिन रातभरि खाएन? रातभरि खाएको। कति बजी आएको र? 10 बजीसम्म बाख्रा खोजेर गएको वहाँ वनमा। अनि लास्टको ग्रुप कति बजी आएको? भोलिपल्ट बिहान 2 बजी आइयो। ठिक हो। रातभरि पनि पर्ने। दिनरात खाँदैन आउँदो रहेछ बाख्रा होइन त? ल साथीहरु, हाम्रो बाख्रा पालेर निराश भए गोठालीलाई सल्लाह सुझाव दिनु त। खुसी खुसी हुने कुरो बनाइदिनु त। उपाय सिकाइदिनु होला।